पैसा त नेपालको जस्तो लाग्यो त के हो यो पानी खानु पर्ने नेपाली पैसै बिक्दैन रे हेलो वेलकम टु माई मिनी ब्लग। हामी चाहिँ नागोयामा भइरहेको चौथो नेपाल फेस्टिभल एन्ड मिनी एक्सपोमा गएर आएको थियौँ। बाबा मम्मी दिदी साथी अनि म मेरो हस्बेन्ड चाहिँ मिलेर हामी हिजो सबैजना लाग्यौँ नेपाल फेस्टिभलतर्फ। अनि जाने बित्तिकै एकछिन पछाडि त भोक लाग्न थाल्यौँ। सो हामीले चाहिँ दरबार साकाईको मोमो ट्राई गऱ्यौँ। मोमो चाहिँ एकदमै मिठो थियो होइन, तर ब्याडली पानी भने चाहिँ थिएन। सो हामीले पानी चाहिँ खान पाएन, कोम्बिनी गएर पानी किनेर ल्याएर खायौँ। अनि के खाने भनेर सोधेको, यहाँनिर मैले चाहिँ 1 मान पैसा बोकिरहेको छु के। अनि साथीले चाहिँ मोमो खाने रे, मम्मीले पनि मोमो खाने रे, अनि दिदीले चाहिँ पानीपुरी, अनि बाबाले चाहिँ पानी खाने भन्दै हुनुहुन्थ्यो के। अनि बाबाले चाहिँ बिचरा नेपालको पैसा बोकेर जानुभएको रहेछ, पानी खाने भनेको नेपाली पैसै बिकेन मेरो भन्दै हुनुहुन्छ बाबाले होइन। इन्ट्रेस्टिङ कुरा। सो हामी चाहिँ एकछिन सबैजना हाँस्यौँ जस्ट रमाइलोको लागि है। अनि हामी लाग्यौँ खानातर्फ। अनि ठ्याक्कै यतातिर यसो क्यामेरा घुमाइदिएको, एकदम रमाइलो भइरहेको थियो माहौल होइन। अनि कहाँ जाऊँ कता जाऊँ भइरहेको थियो। अनि ठ्याक्कै हामीले चाहिँ यहीँ दरबारकै खाऊँ भनेर डिसाइडेड गऱ्यौँ लास्टमा। अनि मोमो लियौँ 3 प्लेट अनि एउटा भुटन लियौँ। अनि खाना चाहिँ मिठो नै थियो, तर बस्ने ठाउँ मजाले खाएको जस्तो हुँदैन नि त फेस्टिभलमा। तर पनि हामीले वरिपरि इन्जोय गरेर खायौँ। ठ्याक्कै त्यति बेला चाहिँ एउटा भाइ आउनुभयो। सो भाइसँग गफ गर्दै हुनुहुन्छ मेरो हस्बेन्ड चाहिँ। बाबाले चाहिँ टेबलमा राखेर मोमो खाँदै हुनुहुन्छ, गम कि गम होइन। मम्मी चाहिँ म मोमो नखाने भन्दै हुनुहुन्छ क्या। मम्मी चाहिँ मोमो लभर होइन नि त, बाबा चाहिँ म जतिकै मोमो लभर। मेरो हस्बेन्डलाई पनि खासै त चाहिँदैन, तर पनि हि ट्राइड। 1 बाइट भन्दा खानु भएन उहाँले पनि। अनि सबै लास्टमा चाहिँ मैले खाएँ। अहिले चाहिँ म क्यामेरा खिचिरहेछौँ। सो यसरी हामी चाहिँ हिजो एक दिन मजाले रमाइलो गरेर आयौँ। लास्टमा चाहिँ यहाँनिर बाबाले हलो अनि मम्मीले चाहिँ डोको बोकेर भिडियो खिचिदिन्न मेरो भन्दै हुनुहुन्छ। सो